नमस्ते सबैजनालाई हैन कुमार लामा ब्लगमा स्वागत छ सबैजनालाई र यो भिडियो सबैले हेरेर साथ दिनु होला साथीहरु र सबैजनाले शेयर र कमेन्ट पनि गरिदिनु होला। इलाम जिल्लाको सूर्योदय नगरपालिका अन्तर्गत पर्ने यो जुन श्री खोलाबाट लिएको यो सूर्योदय नगरपालिका भित्र यो फिक्कल बजारलाई विशेष गरेर यो जुन खानेपानी थियो यो अस्तिको भेल पहिरोले गर्दाखेरि चाहिँ एकदमै यो के रे क्षति भइसकेको छ हैन। पाइपहरु चाहिँ तहसनस भएको छ अनि यसलाई चाहिँ अब पुनः निर्माण गर्नको निम्ति हामी सबै श्रमदाताहरु चाहिँ जुटिसकेका छौं र यहाँ सबै टोलहरु हैन विशेष गरी चाहिँ फिक्कल बजारबाट चाहिँ विभिन्न टोलहरुबाट चाहिँ उपस्थित भएको छ हैन। यहाँनिर चाहिँ अब एकदमै चाहिँ हामी तयारी अवस्थामा सबैजना आउने क्रम जारी छ है। श्रमदाताहरु चाहिँ आउने क्रम जारी छ र यो ठाउँमा काम गर्नका लागि त्यति सजिलो चाहिँ छैन साथीहरु। एकदमै चाहिँ भिड छ, पाखा छ हैन। यहाँ काम गर्दा एकदमै चाहिँ होशियारी अपनाउनु पर्ने चाहिँ देखिन्छ र यहाँ सबैजना हैन नगरपालिकाका सरहरु आउनु भएको छ। यी लेखनाथ सरलाई हामी देख्दै छौं हैन भने यहाँ उपमेयर साहब पनि चाहिँ एकदमै चाहिँ आफै हाम फिल्डमै उत्रेर उहाँ आफै नै काम गरिरहनु भएको छ हैन। यहाँ झम्पल चराको चाहिँ हामीले देखिरहेका छौं र हामीलाई चाहिँ एकदमै चाहिँ उहाँले हौसला दिएर चाहिँ हामी अब काममा अघि बढ्नुपर्छ, यो हामी सबैको सम्पत्ति हो भनेर चाहिँ हाम्रो उहाँ पनि लागिरहनु भएको छ र सबैजना चाहिँ यो श्रमदाताहरु आफ्नो आफ्नै किसिमको कामहरु चाहिँ गरिरहनु भएको छ। कसैले चाहिँ बालुवाहरु बोकिरहनु भएको छ भने कसैले चाहिँ मसला फिटिरहनु भएको छ, कसैले पानी लगाइरहनु भएको छ भने आफ्नो आफ्नै किसिमको चाहिँ कामहरुमा चाहिँ एकदमै चाहिँ आफ्नो आफ्नो ढंगमा चाहिँ काम गरिरहनु भएको छ साथीहरु। पहिरोहरु गरेर यो हाम्रो पानी फिक्कल सूर्योदय नगरपालिका समग्रको चाहिँ पानी अवरोध भएको कारणले गर्दाखेरि सम्पूर्ण फिक्कलवासी अथवा सूर्योदय नगरवासी नै हामी अहिले यो काम गरेका छौँ। अहिले यो विभिन्न ठाउँमा अवरोध भएको पाइपहरुलाई जोड्ने काम तपाईको यो पाइपहरुलाई अलिकति सपोर्ट नगर्न पिलर हालेर गर्ने काम हामी सबैले गरिरहेका छौँ। हामी यसरी नै लागिरहेका छौँ, सबैलाई यसरी लाग्दिनु भने हामी आह्वान पनि गर्दछौँ। यो हाम्रो सुन व्यवसायी फिक्कल बजारको सुन व्यवसायीहरुले चाहिँ एकदमै चाहिँ रेड बुलहरु बानेर चाहिँ एकदम श्रमदाताहरुलाई सहयोग गरिरहनु भएको छ। उहाँहरुलाई पनि धेरै धेरै धन्यवाद र हैन अब यहाँ विभिन्न ठाउँबाट चाहिँ अब पाल्नु भएको छ हैन श्रमदाताहरु। आजको कार्यक्रम हाम्रो यो जुन श्रमदाता हो एकदमै उत्साहजनक हुन्छ भन्ने हामीले विश्वास राखेका छौं र सबैजना आफ्नो किसिमको कामहरु पनि गरिरहनु भएको छ। ल अहिले हामी देख्न सक्छौं उपमेयर साहब आफै फिल्डमा खटिएर चाहिँ उहाँले मसला मोल्दै हुनुहुन्छ है र यहाँको मात्रा कति मिलाउनु पर्ने हो भन्ने बारेमा पनि हामीलाई चाहिँ सिकाइरहनु भएको छ। यो अब मात्राहरु मिलाएर एकदमै चाहिँ दरबिलो ढंगमा चाहिँ यो काम गर्नुपर्छ र अत्यन्तै छिटो भन्दा छिटो चाहिँ पानी चाहिँ सबै जनताले चाहिँ पिहाल्नुपर्छ भन्ने उहाँको चाहिँ एकदम ढिट संकल्प रहेको हुनाले उहाँ आफै खटिरहनु भएको छ। तर पनि साथीहरु यो ठाउँमा काम गर्नका लागि चाहिँ एकदमै चाहिँ गाह्रो भइरहेछ हैन। अब एकदमै यो जोखिम क्षेत्र पनि हो हैन। पहाडी इलाकामा एकदमै चाहिँ भल पहिरो गएको ठाउँहरु छ नि त, त्यो भएर एकदमै सबैजनालाई चाहिँ सजग भएर एकदमै चाहिँ काम गर्नका लागि पनि अनुरोध गरिन्छ।
अहिले चाहिँ यहाँ पाइपलाई एकदमै चाहिँ बाँध्ने काम भइरहेछ। यो मिस्त्रीहरूले चाहिँ अब पाइपलाई चाहिँ एकदमै चाहिँ रडले एकदमै दर्बिलो तरिकाले चाहिँ बाँध्ने क्रम भइरहेछ पनि। अनि यहाँ केही ठाउँहरूमा चाहिँ अब चाहिँ यहाँ मसलाहरू भर्ने कामहरू भइरहेछ। त्यस्तै गरेर यहाँ विभिन्न आफ्नो आफ्नो कामका विभागहरूलाई चाहिँ बाँडेर हामीले सबैले चाहिँ आफ्नो आफ्नो कामहरू चाहिँ गरिरहेछौँ साथीहरू। ल यहाँ देख्न सकिन्छ, यहाँ हेर्नुहोस् त, यो तल यो देखिएको ठाउँहरू एकदमै चाहिँ गाह्रो छ होइन, एकदमै चाहिँ झुन्डेर काम गर्नुपर्ने हुन्छ, एकदमै चाहिँ जोखिम छ। अनि यहाँ थोरै भिरालो भएकोले गर्दाखेरि चाहिँ हामीलाई अडिनु पनि एकदमै धेरै गाह्रो भइरहेछ साथीहरू। ल अब हेर्नुहोस् त, यो एकदमै यस्तो ठाउँमा पनि हामी सबैजनाले चाहिँ एकदम उत्साहपूर्वक तरिकाले चाहिँ हामीले चाहिँ काम गरिरहेको छौँ र है सबैजना एकदम हौसलापूर्वक अनि एकदमै चाहिँ काम तीव्र गतिमा चाहिँ अघि बढिरहेको यहाँ हामीले देखिरहेको छौँ र एकदमै राम्रो काम पनि भइरहेछ। अनि एक अर्कामा सहकार्य हुँदै एकले अर्कोलाई सपोर्ट गर्दै हामीले चाहिँ एकदम होइन काम चाहिँ राम्रो तरिकाले चाहिँ गरिरहेको छौँ। एक बोरा अझै लिएर राख्नु त बाबा ल बोरा चाहिँ ठिक रहेछ नि बाटो चाहिँ यहाँ यस्तो छ जतिहरू बाटो चाहिँ एकदम अप्ठ्यारो छ बाटोहरू चाहिँ हामी सबैजना यसरी नै एकजुट भयौँ भने चाहिँ अब लगभग हामीले हप्ता 10 दिनभित्रमा चाहिँ पानी ल्याउन सफल हुन्छ फिकल बजारमा भने। तर सबैजना आउनु भएन भने अब त्यो पनि एकदमै कठिनाइ हुन्छ। त्यस कारणले गर्दाखेरि हामीले के महसुस गरिरहेको छौँ भन्दा सबैजना टोलबाट चाहिँ सबैजना उठेर आउनु होला, सबैजनाले सहयोग गरेर हामी अब एकजुट हुनुपर्छ अनि यो हाम्रो कार्यक्रम सफल पार्नुपर्छ भन्ने र चाहिँ हामीले महसुस गरेको छौँ। र हामी साथीभाइहरूसँग पनि एकअर्कामा सल्लाह गरेको छौँ र हामी भन्न चाहन्छौँ सबैजना तपाईँहरूले पनि सहयोग गरिदिनु होला। भोलिदेखि तपाईँहरू पनि सबैजना यो अभियानमा जोडिनु होला अनि चाँडोभन्दा चाँडो चाहिँ हामीले यो के अरे हाम्रो अभियानलाई सफल पारेर हामीले सबैको उपभोक्ताहरूको घर घरमा भोलि पर्सि हामी चाँडै नै धारा झार्नुपर्छ भन्ने हामीले हेर्नुहोस् है यस्तो बनाइदिएको छ है, यस्तो यस्तो स्थितिमा छ पाइपहरू। यो चाहिँ सूर्योदय नगरपालिका वडा नम्बर 2 मा पर्ने बागबिरे भन्ने जुन पशुपति नगरबाट मुनि तल देखिएको यो ठाउँ हो। यही ठाउँमा चाहिँ हाम्रो पाइपहरू चुडिएको छ, भत्ताभुङ्ग भएको छ होइन, तहस नहस छ। त्यस कारणले गर्दाखेरि यो ठाउँमा हामी आएको छौँ। ल हेर्नुहोस् त यस्तो अवस्था छ यहाँनिर, एकदमै धेरै भिरहरू चाहिँ झरेको छ होइन। हाम्रो यो जुन वाल लगाएको थियो त्यो वालहरू त एकदमै तल तल पुगेको छ, चुडिएको छ होइन। खोलाहरू यसरी चाहिँ
बगिरहेछ होइन यहाँको दृश्यहरू हेर्दा एकदमै काली लाग्दो देखिन्छ साथीहरू एकदमै नराम्रो लाग्छ सबैजना साथीहरू हेर्नुहोस् त अब चाहिँ हाम्रो आजको काम झनै लगभग अब त रात पर्न पनि लागेको छ र आज चाहिँ हामी यो कामलाई चाहिँ आज यतिमै थाती राख्ने भनेर हाम्रो नगरपालिकाको टिमहरू गाडी लिएर चाहिँ हामीलाई लिनका लागि आउनु भइसकेको छ यहाँ सरहरूलाई स्वागत गर्न चाहन्छु ल हामीले चाहिँ सफल गर्यौँ है एकदमै चाहिँ एकदम बधाई शुभकामना है तपाईँहरू चाहिँ अब यो अहिले सूर्योदयलाई चाहिँ परेको बेला चाहिँ एकदम श्रमदान गर्नु भएको छ हजुर बधाई शुभकामना छ है ल तपाईँहरू ल आजको हाम्रो यो अभियानले चाहिँ 3वटा पिलरहरू बनाइसक्नु भएको छ अर्को यो माथिको बनाइसकेको छौँ ल आजको हाम्रो यो श्रम अभियान चाहिँ एकदमै उत्साहजनक भएको छ है साथीहरू ल सबैजना आज चाहिँ अन्तिम चरणमा छौँ अब हामी होइन अब हामी अन्तिममा छौँ होइन अब यस्तो छ कुरो हजुर यो हामी समग्र सूर्योदय नगरवासी चाहिँ हामी श्रमदानमा आएनौँ भने यो पानी 1 महिनामा पनि फिपल आइपुग्दैन सबैलाई श्रममा जोडिएन भने 1 महिनासम्म पानी खान पाउँदैन भन्ने उहाँको भनाइ छ ल सबैजना जोडिनु होला साथीहरू ल सबैजनाले सहयोग गर्नु होला सेयर पनि गर्नु होला ल हेलो साथीहरू एकदम उचालेर छैन ल हामीले उत्साहजनक चाहिँ हामीले आज चाहिँ श्रम अभियानलाई चाहिँ अन्त्य गरेको छौँ है साथीहरू ल हो टुक्लो सबैजना के छ ल हेलो ल आजको अन्तिम ल सरहरू सबैजना चाहिँ अब आज हामी यो गरिसकेर चाहिँ अब हामी घरतिर जानेछौँ र आज चाहिँ एकदमै उत्साह छ हामीले चाहिँ श्रम अभियानलाई चाहिँ आज यही समाप्त गरिएको छ ल साथीहरू हस्त नमस्ते ल यो कुमार भगलाई सबैजनाले सब्सक्राइब र कमेन्ट लाइक गर्नु होला र सबैजनाले सेयर कुदाउनु होला साथीहरू